भोलिको दिनमा तपाईँ र डोना थापा एक भएर नेपाली फुटबलमा जुन डार्कर साइड छ नि, या भनौँ धमिरा भन्ने शब्द त डोना थापाले युज गरे, अरू को धमिरा छ उनीहरूलाई बरु हटाउने काम, उनीहरू विरुद्ध लड्ने काम सँगै मिलेर गर्न सकिन्छ कि सकिन्न? यस्ता नीति निर्माणका कार्यहरूमा भनौँ न आफूले गरेको सङ्घर्षका कुराहरूमा हामी जस्ता खेलाडीहरूले कोसिस गर्न सकिन्छ भने त, किनभने यो कुरामा त टाढिने कुरै रहन्न नि होइन। तर त्यस्तो गर्दै गर्दाखेरि चाहिँ सही हुनुपर्छ, इमान्दार हुनुपर्छ र आफ्नो जुन किसिमको दायित्व छ त्यसलाई चाहिँ निर्वाह गर्नमा कन्जुसाइ गर्नु हुँदैन जस्तो लाग्छ मलाई चाहिँ। र नेगेटिभिटी फैलाइरै मात्र चाहिँ हरेक कुराको समाधान हुँदैन, समस्याको समाधान हुँदैन। समस्याको समाधान भनेको वार्ता नै होला। समस्याको समाधान भनेको सप्रमाण कसैसँग लड्नु छ भने विधिवत रूपमाको लडाइँ नै होला होइन। त्यसका धेरै पाटाहरू छन्। अब अराजकता नै चाहिँ समस्याको समाधान होइन जस्तो लाग्छ। त्यही भएर तपाईँको प्रश्नमा चाहिँ के भन्न चाह्यो भने यस्ता कुराहरूमा नेपाली फुटबल किन यस्तो भइरहेको छ होइन, यसलाई चाहिँ कसरी राम्रो गर्न सकिन्छ, अब यस्तो नीति निर्माण तहमा पुग्दाखेरि चाहिँ के कुराहरू भइदिए हुन्थ्यो भन्ने कुरामा आवाज उठाउने, लड्ने अथवा सहजीकरण गर्ने र सजगता अप्नाइदिने कुराहरूमा त हामी सधैँ एक हुन तयार छौँ नि। ओके, सो त्यो कुरामा चाहिँ यदि डोना थापाले तपाईँको भनौँ न सपोर्ट माग्यो भने तपाईँले पनि सपोर्ट गर्नुहुन्छ? दुई मत छैन, त्यसमा दुई मत छैन। एउटा कुरा धेरैचोटि अब डोनाले कतिवटा कुरा उठाइरहेछ नि त, फुटबलको नेगेटिभ पार्ट हो। पहिला त डोनालाई पनि पत्याउँदैन थियो, तर जब नेपाली फुटबलको स्थिति खस्किँदै गयो नि, अनि त्यसपछि डोनाले बोलेको कुरा सत्य हो, 100% राइट हो भन्न आयो कि के लाग्छ तपाईँले? डोनाले कति कुराहरू बोलेको छ नि त नेगेटिभ पार्ट जुन फुटबलको छ, त्यो कुरा कति % सही हो जस्तो लाग्छ विक्रम लामाको हिसाबमा? होइन, यसमा कुन चाहिँ कुरा कस्तो कुरा भन्ने हुन्छ, जस्तो प्लेयर्सहरूको फ्यासिलिटिजको कुरा, स्यालेरीको कुरा, खाने कुरा। अस्ति तपाईँले हेर्नुभयो होला नि डोनाको इन्टरभ्यू पनि, त्यहाँ मासु भन्दा पनि झोल बढी हुने, झोल पनि पातलो न पातलो त्यस्तो टाइपको खाना होइन, बिस्किट पनि म्यारिगोल्ड के दिने भन्ने कुरा त मेरै पडकास्टमा पनि डोनाले गरेको छ नि। यसमा यस्तो छ, हाम्रो एउटा त आफ्नो फुटबलको धरातलको बारेमा धेरैलाई कम